महान कार्य गर्ने एउटै तरिका हो, तिमी जे गर्दैछौ प्रेमपूर्वक गर। यदि अहिलेसम्म त्यस्तो काम मिलेको छैन भने खोज। समस्याबाट भाग्नु भनेको अर्को समस्यालाई निमन्त्रणा दिनु हो। जीवनमा चुनौती र समस्यासँग जुझ्नुपर्छ, यही जीवनको सत्य हो। एक शान्त तलाउमा कुनै पनि माझी कुशल बन्न सक्दैन। अन्ततः यहाँ त्यस्तै विचारक, दार्शनिक आदिको भनाइ समावेश गरिएको छ। यदि जिन्दगीलाई बुझ्नु छ भने पछाडि फर्केर हेर। यदि जिन्दगीलाई बुझ्नु छ भने पछाडि फर्केर हेर। यदि जिन्दगी जिउनु छ भने अगाडि हेर। त्यही कामको चयन गर जो तिमीलाई रुचि लाग्छ। पुरै जिन्दगीभर एक दिन पनि काम गरेको अनुभूत हुने छैन। जीवनका 6 सुखहरू: निरोगी हुनु, ऋणी नहुनु, परदेशमा नरहनु, राम्रा साथीहरूको सङ्गतमा हुनु, आफ्नो कर्मले जीविका चलाउनु र निडर रहनु। तिम्रो खुसीमा त्यही व्यक्तिहरू सामेल हुन्छन्। तिम्रो खुसीमा त्यही व्यक्तिहरू सामेल हुन्छन् जसलाई तिमी चाहन्छौ। तर तिम्रो दुःखमा त्यही व्यक्तिहरू मात्रै सामेल हुन्छन् जसले तिमीलाई चाहन्छन्। क्रोधले भ्रम पैदा हुन्छ। भ्रमले बुद्धि बिग्रिन्छ। जब बुद्धि बिग्रिन्छ तब तर्क नष्ट हुन्छ। जब तर्क नष्ट हुन्छ तब व्यक्तिको पतन हुन्छ। स्वास्थ्य सबैभन्दा ठुलो उपहार हो। सन्तोष सबैभन्दा ठुलो धन हो र वफादारी सबैभन्दा ठुलो सम्बन्ध हो। आशावादी व्यक्ति कठिन परिस्थितिहरूमा पनि आशावादी नै रहन्छन्। त्यस परिस्थितिमा आफ्नो अवसर खोज्दछन्। तर नकारात्मक व्यक्तिहरू हरेक समयमा बहाना खोजिरहन्छन्। 6 प्रकारका व्यक्तिहरू सधैँ दुखी हुन्छन्: ईर्ष्या गर्ने, घृणा गर्ने, असन्तोषी, क्रोधी, शङ्खालु र अर्कामा निर्भर गर्ने। एउटा उत्कृष्ट कुरा सिंहबाट सिक्न सकिन्छ। जो व्यक्ति जे पनि गर्न चाहन्छ त्यसलाई मनबाटै र जोरदार प्रयासका साथ गर्छ। कुनै पनि कामको सुरुवात गर्नका लागि महान हुनु जरुरी छैन। कुनै पनि कामको सुरुवात गर्न महान हुनु जरुरी छैन, तर महान हुनका लागि सुरुवात जरुरी छ। आधा दुःख गलत मानिसहरूको भरोसा राख्दा हुन्छ। बाँकी दुःख सत्य मानिससँग संशय राख्दा हुन्छ। हिँड जहिले पनि त्यही बाटोमा हिँड्छ जुन बाटो सजिलो छ। त यसको मतलब यो होइन कि भिड सधैँ सही बाटोमा हिँड्छ। जीवनमा कठिनाई बर्बाद गर्नका लागि होइन, हाम्रो सामर्थ्य र शक्ति पैदा गर्न आउँछ। जो व्यक्ति परिवर्तनसँग डराउँछ, मेहनत गर्दैन, जाँगर चलाउँदैन, ऊ कहिल्यै पनि आफ्नो जीवनमा सफल हुन सक्दैन। यो मानिसको सबैभन्दा ठुलो कायरता हो। काम, वासना, क्रोध र लोभ, यी 3 नर्कको ढोका हुन्। महान कार्य गर्ने एउटै तरिका हो, तिमी जे गर्दैछौ प्रेमपूर्वक गर। यदि अहिलेसम्म त्यस्तो काम मिलेको छैन भने खोज। यी 8 गुणले ख्याति बढाउँदछ: बुद्धि, कुलीनता, इन्द्रिय निग्रह, शास्त्र ज्ञान, पराक्रम, धेरै नबोल्ने, शक्ति अनुसारको दान र कृतज्ञ भाव। जीवनमा जब ठुलो कुरा प्राप्त हुन्छ तब सानो कुरालाई नभुल्नु, किनकि जहाँ सुईको काम हुन्छ त्यहाँ तरबारको अर्थ रहँदैन। ऋण, शत्रु र रोग समाप्त गर्नुपर्छ। यस्तो कुनै गोप्य काम नगर कि त्यसलाई अरू कोहीसँग लुकाउन परोस्। अज्ञानी हुनु त्यति लाजमर्दो कुरा होइन, तर जान्ने इच्छा नराख्नु लाजमर्दो कुरा हो। जसलाई जीवनमा हार्ने डर छ उसको हार निश्चित छ।